एकदमै तपाईँले याद गर्ने कुरा चाहिँ के छ भन्दाखेरि टेलिकम्युनिकेसनको स्पेसिलिटी चाहिँ एउटा तपाईँले एकदमै मनमा राख्नुहोस्। 22 वर्ष भयो हामीले अहिलेसम्म पनि इन्टरनेसनल प्रडक्टहरू एक पिस पनि बेचेको छौँ। भलै हामीलाई 10,000, 15,000, 20,000 नाफा होला, तर हामीले त्यो पैसा हामीलाई चाहिएन। हामी डिस्ट्रिब्युटरसँग डाइरेक्ट गर्छौँ। यो प्रडक्ट डाइरेक्ट डिस्ट्रिब्युटरको हो। हामी डिस्ट्रिब्युटरको अथराइज डिस्ट्रिब्युसन हो। तपाईँलाई हामी बार हाम्रो सर्टिफिकेट हामी देखाउँछौँ र यो तपाईँले ढुक्कै भएर बस्नुहोस्। ठुलो दोकानहरू छ, उहाँको ठुल्ठुलो दोकानहरू हामी हेर्छौँ, तर उहाँको चाहिँ हामी कुनै भए पनि आउनु मन पर्छ। किनभने उहाँले अहिलेसम्म हामीलाई सर्भिस दिनु भएको चाहिँ एकदमै हामी सेटिस्फाइड छौँ। उहाँले जतिसम्म हामीलाई अब एउटा कन्ट्रिब्युसन पाइसकेको र अब पैसा मात्रै 1-2 पैसा कम्ती बेसी हुनु सक्छ, तर अब उहाँले जुन प्रकारको हामीले एडभाइस गर्छ, जुन प्रकारको अब है फोनको क्वालिटीहरू विषयमा भन्नुहुन्छ र उहाँले जुन प्रकारको अब सर्भिसहरू दिनुहुन्छ एकदम मलाई ठिक लाग्छ। र अहिलेसम्म म यो टेलिकम्युनिकेसनमा चाहिँ एकदमै सेटिस्फाइड नै छु। र नै अब यो कुनाको भएको दोकानमा नै आउनु मनपर्छ है, यति भन्दै है।